पत्रकार सम्मेलन का अध्यक्ष, पार्टी जिला कमिटी का अध्यक्ष कमरेड, पार्टी केंद्रीय कमिटी का सदस्य एवं बाकी इंचार्ज, पत्रकार सम्मेलन का प्रमुख अतिथि कमरेड, पार्टी केंद्रीय कमिटी का आदरणीय सदस्य कमरेडहरू, प्रदेश कमिटी का सदस्य कमरेडहरू, पत्रकार महासंघ प्रदेश का सचिव, जिला का अध्यक्ष लगायत यो पत्रकार सम्मेलनमा सहभागी तपाईं सम्पूर्ण पत्रकार साथीहरू, यहाँहरू सबैलाई म पार्टी बाँके जिल्ला कमिटीको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। र तपाईं हामी सबै जानकार छौं, यतिखेर मुलुकको लोकतन्त्रलाई उल्टो बाटोतिर लैजाने गरी केही शक्तिहरू, देशी वा विदेशी शक्तिहरू खेलिरहेका छन्। जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त गरेको संविधानलाई घाउचोट लगाउने गरी केही शक्तिहरू अगाडि बढिरहेका छन् र देश र दुनियाँभित्र रहेका नेपालको लोकतान्त्रिक आन्दोलन, नेपालको कम्युनिस्ट आन्दोलन र नेपालको संविधान विरोधी शक्तिहरू अहिले एक प्रकारले जुरुमुराइरहेको बेला र मूलधारका राजनीतिक पार्टीहरूलाई किनारामा पठाउन खोजिरहेको बेला, मूलधारका राजनीतिक पार्टीहरूका कार्यालय आगजनी गर्ने, नेताहरूका घरहरू खोजी खोजी आगजनी गर्ने काम गरिरहेको बेला हामीले नेकपा एमाले बाँकेको 2 दिन 15 र 16 गते हामीले बैठकको आयोजना गर्यौं र हाम्रा जिल्ला कमिटीका सदस्यहरूको मनोविज्ञान के छ र भूगोलमा पार्टीको अवस्था के छ, सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूको अवस्था के छ, जनता यो संविधानका पक्षमा छन् कि छैनन्, जनताले राजनीतिक पार्टी र त्यसका नेताहरूलाई हेर्ने दृष्टिकोणहरू के बनिरहेका छन् भन्ने ढङ्गले 2 दिन गम्भीर ढङ्गले हामीले छलफल गर्यौं, बहस गर्यौं। करिबन 145 जना नेताहरूले त्यो बैठकमा आफ्ना भनाइहरू राख्नुभयो र ती भनाइहरूलाई हामीले आत्मसात गर्दै केही अभियानहरू बनाएर अगाडि बढ्ने निष्कर्षसहित पार्टी जिल्ला कमिटीको बैठक हिजो हामीले सम्पन्न गर्यौं र बैठकले गरेका केही निष्कर्षहरू पत्रकार साथीहरूका मार्फत हामी आम बाँकेली जनतालाई सन्देश सम्प्रेषण गर्न चाहिरहेका छौं कि हामी यो अभियान लिएर अब जनताका बस्तीमा जान चाहन्छौँ भन्ने कुरा तपाईँ मार्फत सम्प्रेषित गर्नका लागि यो पत्रकार सम्मेलनको आयोजना गरिएको कुरा म पत्रकार साथीहरूका सामु राख्दै प्रेस वक्तव्यलाई यहाँहरूका बीचमा प्रस्तुत वाचन गर्न चाहन्छु। प्रेस वक्तव्य। नेपाल कम्युनिस्ट पार्टी एमाले बाँके जिल्ला कमिटीको 6औं पूर्ण बैठक कार्तिक 15 र 16 गते जिल्ला कमिटीका अध्यक्ष निरु गुरुङको अध्यक्षतामा पार्टीको जिल्ला कार्यालयमा भव्यताका साथ सम्पन्न भयो। बैठकले वर्तमान राजनीतिक अवस्था र पार्टी संगठनलाई सुदृढ बनाउनका लागि विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ, जसलाई यो अभिव्यक्ति मार्फत हामी सार्वजनिक गर्न चाहन्छौँ। बैठकका मुख्य निर्णयहरू: आत्मसमीक्षा र जनअपेक्षा सम्बोधन। संघीय लोकतान्त्रिक गणतन्त्रपछि सत्तामा पुगेका व्यक्ति तथा पार्टीहरूले जनअपेक्षासहित गतिमा आफ्नो काम गर्न नसकेको व्यथिति र भ्रष्टाचार मौलाको आम युवाको गुनासोलाई बैठकले गम्भीरतापूर्वक आत्मसमीक्षा गरेको छ। यस विषयमा वस्तुनिष्ठ भएर तथ्यका आधारमा सत्य कुरालाई जनतामा अवगत गराउने निर्णय गरिएको छ र संगठन सुदृढीकरण तथा युवा परिचालन। फेरिएको यस परिस्थितिमा युवाहरूको आकांक्षा अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रूपमा नेकपा एमाले पार्टीलाई बाँके जिल्लाका जरैदेखि एकताबद्ध र सुदृढ बनाउँदै लैजाने निष्कर्षमा हामी पुगेका छौँ। भदौ 23 र 24 गतेको जेनजी आन्दोलन त्यसपछि उत्पन्न परिस्थितिको बारेमा बाँके जिल्लामा नेकपा एमालेलाई थप प्रभावकारी र सशक्त कसरी बनाउने सामाजिक रूपान्तरको प्रश्न र हाम्रो कार्यशैलीको विषयमा केन्द्रीय कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्य, प्रदेश कमिटीका सल्लाहकार र जिल्ला कमिटीका पदाधिकारी सहित गरी 145 जना साथीहरूले आफ्ना धारणा र सुझाव राख्नुभएको थियो। हामीले यो छोटो समयमा नयाँ युवासँग सार्थक संवाद तथा जनभेलाको आयोजना गरेका छौँ। 2082 कार्तिक 18 गते हामीले 81 वटा वडाहरूमा जनपरिचालन गर्छौँ, युवा साथीहरूलाई परिचालित गर्छौँ र त्यहाँ पार्टीको तर्फबाट एकजना वक्तालाई तोकेर पठाउने कुरा गरेका छौँ। 18 गते हामी 81 वटै वडामा पुर्याउने गरी हाम्रा वक्ता साथीहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रम भोलिबाट हामी सुरु गरेका छौँ। 19 गते हामीले 8 वटै पालिकाका बैठकका आयोजना गरेका छौँ र 22 गते 81 वटा वडामा एकै दिन वडामा युवासँग सार्थक संवाद तथा जनभेलाको आयोजना गर्ने गरी कार्यक्रम बनाएका छौँ र कार्तिक 24 गते स्थानीय तहहरूका सदरमुकामहरूमा 8 वटा स्थानीय तहका सदरमुकामहरूमा युवाहरूसँग संवाद तथा जनपरिचालनको कार्यक्रमको आयोजना गर्ने गरी जनभेलाको आयोजना गर्ने गरी कार्यक्रम तय गरेका छौँ। 29 गते हामीले लोकतान्त्रिक आन्दोलनका आदर्श पुरुष बीपी कोइराला, पुष्पलाल गणेशमान सिंह र शहीद सेतु विकको शालिगलाई 29 गते हामीले नेकपा एमालेको तर्फबाट
त्यसलाई पुरानै अवस्थामा फर्क्याउने गरी अगाडि बढ्ने गरी योजना बनाएका छौँ। त्यसैगरी 29 गते नै हामीले नेपालगञ्जमा 1 बजे जनप्रदर्शनको आयोजना गर्दै त्यो जनप्रदर्शन हामीले दुईटा केन्द्र मानेका छौँ, एउटा गणेशमान चोक र एउटा पुष्पलाल चोक र दुईतिरबाट हामीले जनप्रदर्शन गर्दै त्यो जनप्रदर्शनको र्यालीलाई पार्टी कार्यालयमा ल्याएर पार्टीका सर्वदलीय महासचिव कमरेड शङ्कर पोखरेलको उपस्थितिमा हामीले त्यो जनपरिचालन अभियान कार्यक्रम तथा यो पार्टी कार्यालय हस्तान्तरण कार्यक्रमको आयोजना 29 गते गरेका छौँ र 20 गतेसम्म हामीले 20 गतेदेखि हामीले विद्यार्थीका प्रश्न एमालेका उत्तर भन्ने एउटा अभियान हामी चलाउनेछौँ। कलेजहरूमा जानेछौँ, विद्यालयमा जानेछौँ, +2 मा जानेछौँ र आजका युवा विद्यार्थीका प्रश्न के हुन् हामीले प्रश्न सोध्नेछौँ र उहाँहरूले हामीलाई प्रश्न सोध्नुहुनेछ र हामी एमालेहरूले जवाब दिनेछौँ। त्यसलाई हामीले विद्यार्थीका प्रश्न एमालेको उत्तर भन्ने कार्यक्रमलाई हामी त्यो अन्तर्संवादका रूपमा त्यसलाई सञ्चालन गर्नेछौँ र मक्सिर 1 गते हामीले जेनजी आन्दोलनका दोषीहरूलाई कारबाही गर भन्ने प्ले कार्ड सहित जिल्ला प्रशासन कार्यालयमा 1 घण्टा हामीले धर्ना दिने कार्यक्रमको आयोजना गरेका छौँ। नयाँ युवासँग सार्थक संवादमा उठाइने विषयहरू हामी नयाँ युवासँग के विषयमा छलफल गर्न चाहन्छौँ, के विषयमा एमाले युवाहरूका नयाँ सृजनात्मक विचारलाई लिन चाहन्छ भने एक देश, पार्टी, लोकतन्त्र र जनअधिकारका सम्बन्धमा युवाहरूको विद्यार्थीहरूको बुझाइ के छ त्यसका बारेमा हामी छलफल गर्न चाहन्छौँ। 2007 सालदेखि अहिलेसम्म नेपालमा कुनै पनि प्रधानमन्त्रीले 5 वर्ष सरकार सञ्चालन गर्न नसक्नुको राजनीतिक, आर्थिक, सामाजिक र मनोवैज्ञानिक धारणा के छ युवा विद्यार्थीहरूका बीचमा, यो विषयमा हामी छलफल गर्न चाहन्छौँ। त्यसैगरी तेस्रो विषय छ 2007 सालदेखि अहिलेसम्म हरेक 10-10 वर्षमा राजनीतिक परिवर्तन वा उथलपुथल भइरहेका छन्। यसको कारण के होला, के कारणले गर्दा 10-10 वर्षमा नेपालको राजनीति उथलपुथल हुने गरेको छ, यसका बारेमा युवा विद्यार्थीहरूको बुझाइ के छ, हामी उहाँहरूका राय त्यो संवादमा लिनेछौँ, त्यो छलफलमा हामी सहभागी हुनेछौँ। त्यसैगरी व्यक्तिदेखि सिंहदरबारसम्म फैलिएको भ्रष्टाचारको जालोलाई नियन्त्रण गर्न कस्तो विधि अपनाउनु पर्ला, हामी यो विषयमा हामी युवा विद्यार्थीहरूसँग संवाद गर्नेछौँ। सामाजिक रूपान्तरणको प्रश्न भनेको के हो, के कुरालाई हामीले सामाजिक रूपान्तरण भनेर बुझ्छौँ र बुझाउन खोजिरहेका छौँ र आजको नयाँ पुस्ताले सामाजिक रूपान्तरणका बारेमा के बुझिरहेको छ भन्ने ढङ्गले हामी युवा विद्यार्थीसँग सार्थक छलफल गर्न चाहन्छौँ। र त्यसैगरी अर्को हाम्रो मुद्दा हुनेछ बाँके जिल्लालाई विकास र समृद्धिको नमुना जिल्ला बनाउन कसरी सकिन्छ। राजनीतिक दलहरूको तर्फबाट, नागरिक समाजको तर्फबाट, आम युवा विद्यार्थीको तर्फबाट यो जिल्लालाई विकासको एउटा नमुना जिल्लाका रूपमा रूपान्तरित गर्नका लागि के गर्नु पर्ला भनेर हामी राय माग्छौँ। त्यस्तै राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्नका लागि के गर्नु पर्ला र आजसम्म राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्नका लागि कुन कुन राजनीतिक पार्टीहरूले के पहल कदमी लिए, कस्तो अगुवाई गरे, हामी यसका बारेमा पनि अन्तर्संवाद गर्न चाहन्छौँ र हामी विद्यार्थीका बीचमा, युवाका बीचमा मार्क्सवाद र जनताको बहुदलीय जनवादका अन्तर्वस्तुका बारेमा पनि छलफल गर्न चाहन्छौँ र हामी अन्तिममा आजका युवाहरूका अपेक्षा र सपनाहरू सबल गर्नका लागि कुन राजनेतासँग, कुन राजनीतिक पार्टीसँग, कुन राजनीतिक पार्टीका विचार र दृष्टिकोणहरू सार्थक बन्न सक्छन् र कस्ता विचारहरू राजनीतिक पार्टीका विचारहरूका बारेमा युवाहरूले कस्तो बुझिरहेका छन् भनेर हामी 10वटा विषयमा युवाहरूसँग संवाद, विद्यार्थीहरूसँग प्रश्न उत्तर कार्यक्रमको आयोजना गर्छौँ। म सबै पत्रकार साथीहरूलाई यो पत्रकार सम्मेलनमा सहभागी भइदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै हामीले अगाडि बढाउन खोजिरहेका कार्यक्रम यो प्रेस विज्ञप्ति मार्फत हामीले तपाईहरुका बीचमा सार्वजनिक गरेका छौँ, भर्खर सम्पन्न गरेका छौँ। केन्द्रीय कमिटीको बैठकले केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ। ती गरेका निर्णयहरू मध्येको पहिलो निर्णय भनेको नेकपा एमालेलाई एकताबद्ध बनाएर लैजाने, केन्द्रदेखि वडा तहसम्म एउटै लयमा, एउटै तालमा, एउटै बुझाइमा लैजाने एउटा निष्कर्ष गरेको निर्णय गरेको छ। दोस्रो भनेको राष्ट्रियता र लोकतन्त्रको पक्षमा भएका ती शक्तिहरूलाई एकताबद्ध बनाउने र त्यसको नेतृत्व नेकपा एमालेले गर्ने र संविधानको रक्षा र प्रतिनिधि सभा पुनर्स्थापनाको निम्ति दबाव सिर्जना गर्ने, हिजो नेकपा एमालेमा रहेका र अहिले नरहेका ती साथीहरूलाई नेकपा एमालेमा फर्काउने र जेनजी आन्दोलन 23 गते 3 बजेसम्म जेनजीले उठाएका माग र मुद्दाहरूलाई सम्बोधन गर्ने, 24 गते जेनजीको नाममा भएको आगजनी, तोडफोड, लुटपाट हैन त्यसको चाहिँ भण्डाफोर गर्ने र ती अपराधीहरूलाई कारबाहीको निम्ति सरकारलाई दबाब दिने, यी महत्त्वपूर्ण निर्णयहरू नेकपा एमालेले गरेको छ। त्यसैको साथै नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशन केन्द्रीय कमिटीले पोखरा भनेको थियो, पछि सचिवालयको बैठकले हामी काठमाडौँमा गर्ने भनेका छौँ, मिति 27, 28, 29 गते हामीले यो गर्ने भनेका छौँ। त्यसैको जगमा नेकपा एमाले बाँके जिल्लाको 6औं पूर्ण बैठक
बाँके जिल्लामा सम्पन्न भएको छ र यो बैठकले बाँके जिल्लाको सेरीफेरी भनेको हामीले गणेशमान पुष्पलाल र बिपीको शालिग उठाउने त्यसलाई पुनः पहिलेकै स्थानमा पुर्याउने अथवा त्यसलाई त्यस ठाउँमा हामीले लैजाने उठाउने भन्ने हामीले फैसला गरेर त्यो पनि 29 गते 11 बजे हामीले सकभर त्यो दिन हामीले 62-63 सालको जनआन्दोलनमा सहभागी भएका ती लोकतान्त्रिक शक्तिहरूलाई पनि हामीले आह्वान गर्दैछौँ। सबैलाई हामीले बोलाउनेछौँ र यो संविधानको पक्षमा रहेका र लोकतान्त्रिक शक्तिहरूलाई चाहिँ हामीले बोलाएर सामूहिक रूपमा हामी ती हाम्रा आदर्शहरूका ती शालिगहरू हामीले उठाउनेछौँ पहिलो। अब दोस्रो, अब नेकपा एमाले स्पष्ट भाषामा भनेको छ। नेकपा एमाले स्पष्ट भाषामा के भनेको छ भने नेकपा एमाले जनताको बौद्धले जनता आत्मसात गर्छ, हामी लोकतान्त्रिक विधिलाई आत्मसात गर्छौँ र लोकतान्त्रिक विधिबाट श्रेष्ठ हासिल गरेर हामी जनताबाट अनुभूति हुन चाहन्छौँ। नेकपा एमाले कहिले पनि निर्वाचनमा भाग्दैन। तर अहिलेको सरकारले हाम्रो पार्टी अध्यक्षलाई को हदबन्दी गरेको छ, सीमाको जस्तै हाम्रो पार्टी अध्यक्ष भ्यालीभन्दा बाहिर जान नपाउने, उहाँको निर्वाचन क्षेत्र कहाँ हो? झापा हो। उहाँ निर्वाचन लड्नको निम्ति झापा जानुपर्छ। तर नेकपा एमाले जस्तो पार्टीको केन्द्रीय अध्यक्षलाई चाहिँ तपाईँको सीमाको हदबन्दी तोकेर यो देशमा निर्वाचन हुन्छ, सरकार निर्वाचन गर्न चाहिरहेको छैन, पहिलो प्रश्न। दोस्रो प्रश्न, जेनजीका नाममा 24 गते हजारौं कैदीहरू भागेका छन्, 6000 भन्दा बढी कैदीहरू अहिले पनि फर्केका छैनन् भने 1,12,000 हतियार गोलीहरू चोरी भएको छ, 1200 भन्दा बढी हतियारहरू त्यहाँ तपाईँको चाहिँ त्यहाँबाट अपहरण भएको छ अथवा उनीहरूले चोरी गरेका छन् होइन, लुटिएका छन्। ती हतियारहरू ती चोरेका अपराधीहरूलाई पनि सरकारले खोजिरहेको छैन, ती हतियारहरू पनि सरकारले ल्याइरहेको छैन, ती गोलीगट्टाहरू पनि सरकारले फिर्ता ल्याउन सकिरहेको छैन। त्यस कारणले सरकार चुनावको चाहिँ घोषणा गर्ने तर चुनावको वातावरण नबनाउने, विभिन्न ढङ्गका प्रपञ्च गरेर चाहिँ देशको लोकतन्त्र र संविधानलाई कोमामा पुर्याउने त्यो ढङ्गको गतिविधि गरेको होइन। हामीले के भनेका छौँ भने चुनाव गर्नको मतलब पहिला चुनावको वातावरण बन्नु पर्यो, शान्ति सुरक्षाको प्रत्याभूति हुनु पर्यो र चुनाव हुँदैछ भन्ने कुरो जुन मनोविज्ञान छ त्यो मनोविज्ञान पहिला राज्यले सरकारले निर्माण गर्नु पर्यो। आज सुरक्षा निकायको मनोबल एकदम कमजोर बनेको छ, देशको अर्थतन्त्र कोमामा जाँदैछ, समाजमा आतंक छ होइन। त्यसले गर्दाखेरि सरकारले यी कुराहरूको वातावरण निर्माण गर्यो भने नेकपा एमाले चुनावबाट भाग्दैन, हामी प्रतिस्पर्धा गर्छौँ। तर यो सरकार के चाहिरहेको छ भने बन्द कोठामा चुनाव गरेर अनि त्यसपछि तपाईँको अकल्पनीय अथवा चाहिँ नदेखिएका अनचिनहरूलाई चाहिँ बन्द कोठाबाट विजय गराउने र जनताबाट निर्वाचित गरेका जनप्रतिनिधिको नामबाट अनि संविधानलाई लोकतन्त्रलाई कोमामा लैजाने जुन प्रपञ्च गरिरहेछ यसबारेमा नेकपा एमाले एकदम सचेत छ। नेकपा एमाले यसलाई ठिक ढङ्गले विश्लेषण गरेको छ र यदि शान्तिपूर्ण वातावरण कायम भयो भने नेकपा एमाले चुनावबाट भाग्दैन भनेर त हिजो मात्रै पनि हाम्रो पार्टी महासचिवले भन्नुभएको छ। आज पत्रकार सम्मेलनमा पनि त्यो कुरो आइरहेको छ, केन्द्रले पनि आज पत्रकार सम्मेलन गरेको छ। तर्फबाट सबैलाई हार्दिक अभिवादन गर्न चाहन्छु र हामी अहिले जति पनि यहाँ उपस्थित भएका छौँ र यो पिँढीले 3-4वटा आन्दोलन हामीले हेरेका छौँ। 2036 साल 37 सालको आन्दोलन होस्, 2046 सालको आन्दोलन होस्, 62-63 को आन्दोलन होस् र यो संविधान जारी हुँदा 2072 को संविधान जारी हुँदा होस् र अहिले 2082 सालको हामीले आन्दोलन छौँ र यी आन्दोलन भइरहँदा 46 सालको आन्दोलन व्यवस्था परिवर्तन थियो, 36-37 सालमा लोकतन्त्र स्थापनाको आन्दोलन थियो र 62-63 को आन्दोलन गणतन्त्र स्थापना गर्नुपर्छ अथवा नेपाली नागरिकहरूको भोटद्वारा चुनिएका जनप्रतिनिधिले संविधान बनाउनुपर्छ भन्ने आन्दोलन थियो भने 72 मा संविधान जारी हुनुपर्छ भन्ने आन्दोलन र त्यो संविधानका विरोधमा पनि भएका आन्दोलनहरू थिए। के थियो भने त्यो दलले नेतृत्व गरेको आन्दोलन थियो अथवा दलहरू भनेका के हो भने निश्चित उद्देश्य प्राप्तिका लागि र नेपाली जनताको अधिकार स्थापित गर्नको लागि गरेको आन्दोलन थियो र त्यसका निश्चित मापदण्डहरू थिए र त्यो चेन अफ कमान्डमा भएको आन्दोलन थियो भन्ने कुरा हामीले बुझ्न जरुरी छ। र यो आन्दोलन के भयो भने जेएनजीको नाममा
यो जेनजीले मात्रै गरे होइन। जेनजीले जुन 23 गते गर्ने भनेको आन्दोलन शान्तिपूर्ण तरिकाबाट हाम्रा कुरा नेपालमा भ्रष्टाचार भयो अथवा डेलिभरी भएन र सामाजिक जुन सञ्चार माध्यममा लागेको रोग फिर्ता हुनुपर्छ भन्ने ती निश्चित मागहरू थिए र उनीहरूले हामीले फुल दिएर यहाँका सुरक्षाकर्मीलाई हामीले गर्छौँ भन्ने थियो। तर भइदियो के हो भने त्यो आन्दोलन नेकपा एमालेको तर्फबाट भन्दा वा मेरो व्यक्तिगत तर्फबाट भन्दा त्यो आन्दोलन अपहरण भएको आन्दोलन हो। र 23 गतेसम्म अघि केन्द्रीय सदस्यज्यूले भन्नुभयो हाम्रो पार्टीको माथि पनि निर्णय भइसकेको छ। हामीले 23 गतेसम्मको त्यो आन्दोलनलाई हाम्रो समर्थन छ। तर 24 गते जे ग्रुपमा त्यो आन्दोलन भयो त्यसमा हाम्रो चाहिँ असहमत छ। किनभने यहाँ रहेका 3टा सुरक्षा निकायहरू भन्नुपर्छ यो देशलाई उनीहरूले बचाउन चाहे कि चाहेनन्? के यहाँको सेना शान्ति सेना मात्र जाने काम हो? यहाँको सशस्त्र के शान्ति सेना जाने मात्रै काम हो? जति पनि सिंहदरबारहरू छन्, जति पनि धरोहरहरू छन् र आफ्नै राष्ट्रपति बस्ने भवन बचाउन नसक्ने सेनाले फेरि के यो देशले के यसले फेरि यो निर्वाचनमा शान्तिपूर्ण तरिकाबाट चुनाव गराउनलाई के यसले शान्ति सूचना दिन सक्छ? मलाई जहाँसम्म लाग्छ अहिले यसले सक्दैन। त्यसकारण हामीले भनेका हौँ शान्ति सुरक्षाको प्रत्याहृति गरोस् र हामी कम्युनिस्ट हुँदाहुँदै पनि हाम्रो विचार के हो भने प्रतिस्पर्धाका आधारबाट श्रेष्ठ काम गर्दै सरकार बनाउने र लोक कल्याणकारी काम गर्ने भन्ने हाम्रो विचार छ। त्यसकारण हामी चुनावबाट भाग्दैनौँ। तर के हो भने लुटिएका हतियारहरू फिर्ता हुनु पर्यो। अपराध गरेका अपराधीहरू आज खुल्ला रूपमा ढङ्गले हिँडिरहेका छन्, तिनलाई कारबाही गर्नु पर्यो। आज जिल्ला प्रशासन बाँकेकै हेर्ने हो भने आज मालपोत अललत जहाँ जहाँ आगो लगाइएका छन् कमसे कम त्यहाँ सुरक्षा दिन सकिन्थ्यो त। त्यहाँ पनि दिने न शान्ति सुरक्षा दिन नसक्ने पार्टी कार्यालय नेपाली काङ्ग्रेस अथवा हिजो का माननीय मन्त्रीघरमा आगो लाग्यो होला। तर के आफ्नै सरकारी निकाय बचाउन नसक्ने यो अहिलेका सुरक्षा निकायबाट यो देशमा फेरि शान्तिपूर्ण तरिकाले शान्ति सुरक्षा दिएर चुनाव हुन्छ भन्ने कुरा विश्वास छैन। त्यसकारण यो सरकारले त्यो विश्वासको वातावरण बनाउनु पर्यो। अपराधीहरूले जसले अपराध गरेका छन् त्यो अपराधीहरूलाई कानुनी कारबाही गर्नुपर्छ। त्यही भएर हाम्रो पार्टी अध्यक्ष केपी ओलीले भन्नुभएको छ यदि यो केपी ओलीले यदि कुनै यो देशमा भ्रष्टाचार गरेछ भने एकपल्ट होइन 10 पटक तपाईँले छानबिन गर्नुहोस् भनेर हाम्रो पार्टी अध्यक्षले भन्नुभएको छ त। त्यसकारण यो सरकारलाई मेरो के खुल्ला चुनौती के छ भने सबभन्दा पहिला जेलबाट भागेर ल्याएर राख्नुहोस् र यो घटनामा जुन 24 गते घटनामा छन् तिनीहरूलाई कारबाही गर्नुहोस् हैन। लुटिएका हतियार फिर्ता ल्याउनुहोस् र हिजो यदि भ्रष्टाचार भएको छ भने कारबाही गर्नुहोस् भनेकै छौँ हामीले। त्यसकारण म तपाईँसित के आग्रह छ भने यो जुन हिजो 23 गतेसम्म उठाएका मागहरू जायज थिए भने जुन 24 गतेमा जुन आन्दोलन भयो त्यसले के भयो देशले अपूर्णीय क्षति बेहोरेको छ र हामीले के भनेका छौँ भने यदि यो देशमा लोकतन्त्र रहेन भने दलीय व्यवस्था रहेन भने नागरिकका मौलिक अधिकारहरू कुण्ठित हुन्छन् भन्ने कुरा हामीले हिजोदेखि पनि उठाएका छौँ र आज पनि हाम्रो मुद्दा त्यही हो। त्यसकारण संविधान अनुसार कानुन अनुसार यो देश चलाउनु पर्छ र चल्नुपर्छ। हाम्रो अहिले यति हो। र अर्को कुरा अहिले हामीले यो भवन निर्माण गरिरहँदा हामीले हिजो पनि भनेका थियौँ नेकपा एमालेका 5400 कार्यकर्ताबाट हामीले 200 रुपियाँ दरले सहयोग लिने र कसैलाई करकाप नगर्ने र स्वइच्छा स्वत स्फूर्तिमा दिने साथीहरू लिनेर त्यही जगबाट हामीले यो भवन बनाएका छौँ। हामीले यहाँ कुनै व्यापारी कहाँ गएर कुनै ठुला ठुला उद्योगपति कहाँ
गएर हामीले यी काम गरेका छैनौँ र अहिले हामी यो भवन बनाउँदैछौँ र अन्य कार्यालयहरूमा पनि अब नेकपा एमालेको तर्फबाट हामीले त्यहाँ स्वयंसेवा गर्ने कुराहरू छन् भने होइन हामी त्यहाँ उपस्थित भएर र यहाँका सरकारी कार्यालयलाई व्यवस्थित अथवा छिटोभन्दा छिटो सुचारू गर्नको लागि नेकपा एमाले बाँकेले पहल कदमी लिने कुरा तपाईँहरूमा जानकारी राख्दै हामी लोकतन्त्रप्रति विश्वास हुने पार्टी भएकोले हामी देशको कानुन अनुसार नियम अनुसार संविधान अनुसार यो देश चलाइनुपर्छ भन्ने मान्यता बोक्छौँ र चुनाव गराउने मनसा नै छैन र यो सरकारले के हो भने चुनाव नगराउने अझ विभिन्न बाहनामा यसलाई यो सरकारलाई परसम्म लाने जुन उद्देश्यका साथ अहिले यो सरकार चलिरहेको छ र यो अनुसार यो देशमा शान्तिपूर्ण तरिकाबाट चुनाव हुन सक्दैन। यदि प्रत्यावर्ती शान्ति सुरक्षा प्रत्यावर्ती गर्यो भने नेकपा एमाले चुनावमा भाग लिन्छ। हामी जनताको अभिमत लिन आतुर